अहिलेको अवस्था यस्तो छ साथीहरू है। म चाहिँ भर्खर काम ठोकेर काम भनेर निस्केको। यही हो मैले काम गर्ने ठाउँ चाहिँ। यो चाहिँ माथिबाट देखाएको यसो यो चाहिँ पुरै छानामा हिउँ छ हैन। यस्तो छ काम गर्ने एरिया मेरो चाहिँ। यो भयो म चाहिँ त्यहाँबाट यस्तो आएको पर जङ्गलमा पुरै हिउँ छ अनि म यस्तो ल्याएको। यस्तो छ यहाँको केही छैन, सबै उराट लाग्दो छ। रुखमा पातहरू केही छैन, सबै चिसोले अब बिस्तारै बिस्तारै गर्मी लाग्न थालेको छ। यता पनि हिउँहरू पग्लिन थालेको छ। अब केही समयपछि चाहिँ फेरि गर्मी पनि उधुङ हुन्छ। ल यस्तो छ है, यस्तो छ। अनि म चाहिँ फेरि यता छु, म चाहिँ हिँड्दैछु होइन। म जानुपर्ने चाहिँ उताबाट खासमा, अनि म जानुपर्ने चाहिँ, तर आज म चाहिँ यताबाट आएर यता जानुपर्ने छ क्या, काम छ त्यहाँनिर। त्यही भएर आज चाहिँ छिटै आएको थिएँ काममा, अनि छिटै निस्किन पाएँ। अब चाहिँ दिनहरू लामो लामो हुँदै जान्छ, त्यही भएपछि अब चाहिँ उज्यालो हुन्छ क्या हल्का, नत्र त आम्माम रात पर्छ, राति राति हिँड्नुपर्छ हौ, के गर्नु यस्तो छ। अब चाहिँ म यहाँबाट लगभग यसो हाफ एन आवर चाहिँ हिँड्यो भने चाहिँ रुम पुग्छु होइन। त्यताबाट जाँदा चाहिँ छिटो पुग्छ नि त। अनि यहाँ काम पर्ने कारणले यहाँ आउनु 15 मिनट, त्यहाँ जानु 15 मिनट गर्दाखेरि आधी घन्टा लाग्छ। यस्तो छ, अब हल्का चलिराखेको छ है। छिटो निस्किनु पाउँदा खुसी लाग्छ के। यस्तो छ है त म हिँड्ने ठाउँहरू चाहिँ। यो ठाउँमा त हिँडेको नि भइसक्यो धेरै नै। यस्तो छ है, अगाडि म अगाडि बढ्दैछु तलबाट आएको। यस्तो छ, यो पछि चाहिँ एकदम राम्रो हुन्छ, हरियाली हुन्छ पछि चाहिँ पुरै। यो चाहिँ तल रोडको भाग भयो, अनि यत्रो यो हाइटमा चाहिँ फेरि हिउँ छ, यत्रो छ हिउँ पग्लिन बाँकी अझै। यस्तो छ होइन, कत्रो छ त हाइट, आम्मा यत्रो पर्छ। यो सब परेको हिउँ हो, परेर थुप्रेको हिउँहरू हो। यस्तो छ यो ठाउँमा लास्ट बर पर्ने कि हिउँ चाहिँ यस्तो छ। अनि यस्तो छ है, कराइरहेको छ कागभन्दा अरू केही कराउँदैन यहाँ है। यो भर्खर भयो, 1 हप्ता जति भयो काग पनि कराउनु थालेको। योभन्दा पहिला त काग पनि कराउँदैन थियो। ल यस्तो छ। अनि म चाहिँ जानुपर्ने यता तल हो, यो तल जानुपर्ने छ। अब यहाँदेखि यसो थोरै हिँडौँ, हेर्नु न यहाँको यस्तो छ। आम्मामा जाउँ न, गाडी तासेर यहाँ त छैन, के हुँदैन। ल पुरै यस्तो छ त आम्मामा, अगाडि बढौँ। आज म यतातिर आइपुगेँ नि त। पुरै यो हिउँहरू झर्दैछ, पग्लिँदैछ पुरै। गर्मी छ नि त अहिले त, लगभग 2-3 होला तापक्रम यहाँको। जहिले माइनस हुन्थ्यो, आजभोलि चाहिँ उकालो चढ्न थालेको छ। कस्तो दामी छ हौ, कसको अपार्टमेन्टहरू हो यो। यस्तो छ यो पुरै, यस्तो छ हेर्नु त आम्मामा है, कस्तो दामी छ हौ पुरै। यस्तो छ, देख्न सक्नुहुन्छ यहाँ। जानु पनि हल्का ओह्रालो लागौँ यो बाटो। अहिले चाहिँ आएको म यो माथिबाट हो, यस्तो ठाउँबाट आएको। अब यस्तो जानुपर्छ। जाँदै रहेछ गाडीहरू, आउँदै रहेछ। हेर्नु यो त सबै सुकिरहेको रुखहरू जस्तो देखिन्छ, तर यो पछि यस्तो हरियाली हुन्छ कि यहाँ कल्पना गर्ने सकिँदैन। यस्तो हरियाली हुन्छ, यस्तो हुन्छ यो पछि। अब 1-2 महिनापछि
सब यो प्रकृतिको देन हो क्या। ल लगाउँ है त, देखिहाल्नु भयो त यस्तो छ होइन यहाँको ठाउँहरू, यहाँको गाउँहरू यस्तो छ पुरै। यो चाहिँ खोला होला सायद, यस्तरी बगेको, यो चाहिँ थोरै खोल छ होला, यस्तरी बगेर यताबाट यस्तरी बगेर तल 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 गएको छ। ल यहाँको त हिउँहरू सोहोरेर लगेछ गाडीले, यहाँ त हिउँहरू बोकेर लग्छ कि सबै लगेर कहाँ लग्छ लगेर यसो खाली जग्गामा राख्छ कि यिनीहरूले। यो फेरि हिउँ राख्न फाल्टो हुन्छ, यो चाहिँ सब हिउँ हो, यहाँको हिउँ यिनीहरूले आज उठाएछ। गाडी पारि बल्यो यार, मेरो पालो पो जाने त, अब म पो जान्छु हल्का छिटो गरेर। गाडी बत्ती बल्यो, जाउँ। यताको पनि लगेछ, अब बिस्तारै बिस्तारै सब हिउँ उठाउँछ यिनीहरूले, यस्तो गरेर उठाएर लगेछ। यस्तरी उठाएर लगेछ हिउँहरू, यस्तो छ। ल कहाँबाट आएँ यसो, ल खासमा चाहिँ म चाहिँ यहाँनिर आएको, त्यहाँ आएको, यहाँ आइदिएको क्या। ल यहाँ पनि चल्दो रहेछ त यो रोका काठ त, काठ। म चाहिँ अहिले यो भित्र आएको, यो भित्र जान्छु म, यहीँ काम परेर आएको हो कि खासमा। म चाहिँ यहाँ काम परेर आएको, यसो त्यहाँनिर रहेछ फोन।